निधि भन्छ क्या त्यो निधि त्यो लक्ष्मी त्यो सह सबै आएर चाहिँ यहाँ चाहिँ त्यसले एउटा जग बनोस् र यो जगले यो भूमि अहिले अलिक कच्चा छ भन्ने हामीलाई डर भइरहेको छ अब पक्काउनु किनभने हाम्रो यो ठाउँमा चाहिँ पहिले पनि लामाहरू हुनुहुन्थ्यो लामाहरूले पनि यहाँ छ्यासी गर्ने ठाउँ हो है अहिले फेरि लामाले नै यहाँ चाहिँ एउटा पूजा गर्नुभएको छ फेरि यो छ्यासी गरेर त्यो सबै कुरा केन्द्र भएर यो छ्यासी गर्दा यसको वाङ यसको याङ यसको तेर लोड चाहिँ हाम्रो गाउँलाई स्वयंलाई साध्यलाई अनि साध्यसँग जोडेको गाउँको इष्टमित्रको सबैको जीवनमा नसामा उनीहरूले खाने पिउने चिजहरूमा र सास फेर्ने सासबाट र इष्टमित्रबाट सम्वाद गर्दा आउने शब्दबाट चाहिँ रोम रोममा चाहिँ त्यो लक्षण त्यो वाङ चाहिँ हामीलाई जिल्लाको रूपमा चाहिँ पछि ईश्वरमा दर्शन गर्नमा हामीलाई प्राप्त हुन सकोस् भन्दै लामो कुरो चाहिँ छोटो गरिसकेँ। आजको शिलान्यास कार्यक्रमको प्रमुख व्यक्तित्व आत्मीय टिप्नलाई